साथीहरु आज जानको लागि पुरै तयारीमा बसिरहनु भएको छ। सामानहरु सबै झोलामा हाल्दैछौँ। आइपुगेकै छैन हेर्नु त साथीहरु, यो जनगन्ती आइपुगेको छैन भन्ने हो क्या निरञ्जन सर। जनगन्ती आइपुगेको छैन। बालकुमार सर म दिलीप सर यति आइसक्यौँ। मैले अघिदेखि फोन गरेको साथीहरु लास्टै ढिलो गरिरहेछ क्या। हाम्रो हाइकिङ जाने भन्ने प्लान भएको थियो, त्यो अनुसार बिस्तारै अब हिँड्दै माथि झोलुङ्गे पुल फेदी भन्ने ठाउँसम्म जाने भन्ने सबैजनाको कुरा भयो। त्यो अनुसार जाँदैछौँ। सरलाई मैले सुरुमै फोन गरेको, फर्स्ट फोन सरबाट आएको। साथीहरूलाई पर्खिरहेको छौँ। सामान सबै प्याक भइसक्यो हाम्रो। अब साथीहरू भेला भएपछि चाहिँ अनि बिस्तारै चिया खाएर अगाडि बढ्ने भन्ने कुरो भएको छ नि त सर। अब त्यसै गर्नुपर्ने भन्ने छ। साथीहरू चाहिँ पर्खाइ भइरहेको। साथीहरू त नि पुस्तर भएकोमै अड्केछ त। के छ नितेश तेरो खबर? ठिक छ नि होइन? नितेश पनि आइपुगेको छ। अब दुईजनालाई पर्खाइमा बसिरहेको छौँ हामी। अब दुईजना आइसकेपछि चाहिँ अनि अगाडि बढ्छौँ होला होइन त। लेमन भयो? टेस्ट गर्नु सर। लेमन छ भने ट्याक्क चिया सही हो। आयो लेमन हो तर हामी त चल्दैन कि तेरो। फेरि यसलाई चाहिँ फेरि कुन नमिल्ने हो फेरि? एउटा यहाँ एउटा उत्ता हो पल्लोमा आयो होइन? मान्छे अनुसारको कपमा आयो होइन? हेरेरै हो। ल चिया पनि आइसक्यो। अब चिया खायो अनि अगाडि बढ्नुपर्छ सबैजना हो सर। सर राम्रो कपमा आयो सरको चाहिँ फेरि ट्याक्कै मिलाएर क्या कप हेर न। दुधलाई हेर हजुर होइन भएको थियो साथीहरू लाउने भन्नुभयो अनि मैले भयो अब जे होस्। खोइ चेतन आइसक्यो त, ढिलो नगरौँ न। जहिले ढिलो गर्ने पर्छ, जहिले ढिलो गर्ने पर्छ। हेलो सर ढिलो नगरौँ न, ढिलो गर्ने नाम आइरहेछ आज। हिजो चाहिँ मैले भक्का खुवाएँ भनेर बसेको होइन। भक्का पार्टी भर्खर आउँछ दुईजना क्या। त्यो चाहिँ ग्यास्ट्रिक हो। दबाई खाइ जानु पर्ने छ है अवस्था। बुझ्यो अघि कि सुरुमा त के हो भनेर नि म फेरि यो दुईजना हतियार बोकेर हिँड्ने मान्छे चाहिँ को हो यिनीहरू? ए हाम्रै टोली रह त नि नचिनेर पो त। ल ल ल फोन पो आयो त दाइको नि। केटाहरू पानी मात्रै बोक्नु भएको? यात्रा जारी हुँदैछ है। दिलीप सर केटाहरू पछाडि तीनजना, गाडी सरहरू दुईजना, बुढौली अगाडि लगाएको हो सर। हामी पछाडि छौँ, हामी हिँड्दैछौँ। यतिको चाहिँ हुनु पर्छ क्या, यतिको चाहिँ जोस जाँगर हुनु पर्यो क्या सबैजनाको हिँडाइमा। त मौसमले पनि आज साथ दिएको नि सर। हजुर सर मौसमले क्या हो होइन आज हुस्से नलागेको क्या फेरि हामी हिँड्छै भनेर हो कि म्यारी क्रिसमस हो साथी। आज त क्रिसमस डे हो। म्यारी क्रिसमस है सबैजनालाई। ओ माई गड भ्युअर्स त फेरि 100 कतिजना मात्रै हुनुहुन्छ। बढ्नु पर्यो क्या भएन यो, बढ्नु पर्यो क्या। भ्युअर्स त भरे गुडुङडुङ हो नि त फेरि सर। खोलाको ढुङ्गा सरी आउनु हुनेछ भन्ने पूर्ण विश्वासको साथ होइन। यतिको चाहिँ हुनुपर्छ। यो बाटो चाहिँ धेरै वर्ष पछाडि है, धेरै वर्ष भयो यो बाटो नहिँडेको।
पहिले चारपाटेमा नुहाउन ठुलो ढुङ्गा जाँदा यस्तो बेलामा चाहिँ यो बाटो व्यापक हिँडिन्थ्यो। यो कुलोको साइड बाटो चाहिँ नहिँडेको धेरै भयो। दिलीप सर कहिले हिँडेको त्यो बाटो? कहिले भयो होइन? बालकुमार सर र म चाहिँ यो धेरै वर्ष पछाडि आजै मात्रै हो यो बाटो हिँडेको। यस्तै छ। अब अहिले चाहिँ हामी केराबारीतिर पानी सप्लाई गर्ने एउटा मेन मुहान छ। त्यो मुहानदेखि अलि मास्तिर आइपुग्यौँ। यहाँ चाहिँ के कोशी प्रदेशकै होइन त सर? कोशी प्रदेशकै तपाईँलाई लामो झोलुङ्गे पुल पनि हाम्रै केराबारीमा अवस्थित छ। पर्यटकको हिसाबले घुम्न आउनेहरूको लागि पनि राम्रो छ। कोशी प्रदेशकै सबभन्दा चिन्नुहुन्छ, तपाईँलाई म देखाइ पनि दिन्छु। झोलुङ्गे पुल यहाँदेखि अवस्थित छ, हेर्नु है साथीहरू, उहाँ जाँदै हुन्छ। झोलुङ्गे पुल यहाँदेखि अवस्थित छ। यहाँदेखि हुँदै झोलुङ्गे पुल हेर्नु है त। झोलुङ्गे पुल कोशी प्रदेशकै सबभन्दा लामो झोलुङ्गे पुल भनेर पनि चिनिन्छ हाम्रो केराबारीमा भएको झोलुङ्गे पुललाई। अवस्थित रहेको छ यहीँ। अब यही बाटो हुँदै हामी चाहिँ जाने डेस्टिनेसन भनेको चाहिँ हाम्रो माथि झोलुङ्गे पुल फेदी भन्ने ठाउँसम्म हो। अब सबैजना हिँड्न सकियो भने चाहिँ तीसम्म गइन्छ, हिँड्न सकिएन भने चाहिँ अन्तिम जहाँ हो त्यहीँ बसेर कसरी हान्ने अरे ट्याक मिलाएर हात र च्यापु नगल्नुन्जेलसम्म खाने भन्ने विचार छ हाम्रो चाहिँ। अलिक भुँडे ठुलो देखियो दिलीप सर। आयो झोलुङ्गे पुल सबभन्दा लामो एसियाको भन्न आउँछ फेरि कोशी प्रदेशको है। मार्छन् फेरि एसियाको भन्नु भने त उठ्छन् नि फेरि। भन्दैमा त के जान्छ तर फेरि पुल चिटिक्क परेको छ होइन। बाटो पनि देखाउन चाहन्छु म। अब यो पुलमा आउनको लागि यस्तो बाटो हुँदै पुल जानुपर्ने रे, पारिसम्म पुल है। तर अब सेट घुमेर आउँदा यो चाहिँ के गर्नुपर्ने यहाँ? कसरी यहाँ चाहिँ बिजोग छ नि त यो राजा। आउनु चाहिँ कसरी? अब यहाँ साना मान्छे ल्याएर यसो कोही आउँदा बुढापाका आउनु मन लाग्ला हिँड्नु, बिजोग छ नि त यहाँ। अब त्यो चाहिँ सपनामै होला होइन। सपना भए पनि दिलीप सरले बनाउनु चाहिँ बनाइसक्यो है। भोट त सिधै नि तपाईँलाई नै हो नि फेरि दिलीप सर। ल सबैको भोट हाम्रो पक्षबाट चाहिँ, हाम्रो तर्फबाट चाहिँ भोट दिलीप सरलाई हो। अब स्पोर्ट्स चाहिँ मेन स्पोर्ट्स चाहिँ बनाउनुहुन्छ है। के स्पोर्ट बनाउने भन्ने त अब एजेन्डामा पछि फालिहाल्नुहुन्छ होला। अब स्पोर्ट चाहिँ राम्रो बनाउनुहुन्छ, राम्रो एकदम। आफूले इम्प्लिमेन्ट गरेका सबै स्पोर्टहरू बनाउनुहुन्छ सरले। पानी नहुँदा त सही हो क्या त्यो चाहिँ झोलुङ्गे पुल पऱ्यो केराबारीको कदम खोला बिचमा रहेको। त्यहाँदेखि अब हामी मास्तिर माथि अगाडि बढ्दैछौँ। यो चाहिँ चारपाटे केटाकेटीमा नाङ्गै पौडी खेल्ने ठाउँ हामी सब भेला भएर चारपाटे भन्ने ठाउँ यही हो। चेतन सर पनि व्यापक पौडी खेलेको ठाउँ केटाकेटीमा होइन सर? चारपाटे भन्ने ठाउँमा कुलोको बाटो हिँड्दाखेरि चाहिँ पुरानो यादहरू सबै ताजा हुँदो रहेछ क्या। स्पेसल यादहरू छ यहाँको चाहिँ होइन। पौडी खेलेको केटाकेटीमा आएको दिलीप सर नजन्मिकन आएको त्यति बेला चाहिँ गलेर फाक भयो त हौ राजा। आम्मा के गलेको हौ, यतिमा आइपुग्दै गलियो। भर्खर हाम्रो कुलोको मुहानसम्म आइपुग्यो। खोलाबाट केराबारी बजारपट्टि चाहिँ पानी लाने कुलोको मुहानसम्म आइपुग्यौँ। अब बिहान फेरि मुख नजान त, मुख नदै आएछ त नि। ल साथी मुख नदै आएको बिहान भर्खर मुख धुँदैछ फेरि। अब निदेश साथीहरू छरपष्ट भएर जाँदैछु। गलेको अवस्था छ अलिअलि। गले पनि जाउँ न माथिसम्म त पुगौँ न, हिँड्नै भनेर आएको।
भनेर अगाडि बढिँदैछ। बिस्तारै बिस्तारै भए पनि डेस्टिनेसनसम्म त पुग्ने नै भन्ने विचार छ। फेरि एउटा लाइन भएर हिँड्दै हुनुहुन्छ। यस्तो बिन्दास तरिकाले मौसमले पनि फेरि कस्तो दामी साथ दियो क्या आज। नेचुरल फाउन्टेन नि, नेचुरल फाउन्टेन। यताबाट यो बाढीले सबै बगाएर यस्तो बनायो पुरेर यो लामो छ नि त पल्टायो यो। हामी चाहिँ ठुलो ढुङ्गा भन्ने ठाउँसम्म आइपुग्न आँट्यो। यहाँ छ ठुलो ढुङ्गा हेर्नु म देखाउँछु। ठुलो ढुङ्गा चाहिँ भन्न चाहिँ नि त ठुलो ढुङ्गा ठुलै छ तर पुरिएर सबै यो हो ठुलो ढुङ्गा चाहिँ होइन पुरिएर सबै सर अहिले त्यस्तो उयो छैन। गर्मी भयो जाँदैछौँ जाडोमा गर्मी भइरहेछ। साथीहरू अगाडि हिँडिराख्नु भएको छ। हामी चाहिँ ठुलो ढुङ्गा भन्ने ठाउँसम्म आइपुगेको छौँ है। अब ठुलो ढुङ्गा ठ्याक्कै त्यहाँ पुगेपछि चाहिँ 1 क्लिक हान्नुपर्छ ठुलो ढुङ्गाको। मौसम थियो बसन्ती कस्तो दामी घाम लाग्यो क्या तफरतिर आयो गोर्खाली पोस्ट हेर्नु त भयो घाम कस्तो दामी भित्ता भित्तामा टिलिक टिलिक घाम। डाँडा खाना आउनुहोस् है। साथीहरू पोज दिँदै हुन्छ यता त्यसलाई चाहिँ अलिक यसो पारेर है बाँधेर बोकौँ है। हतियार मेन उहाँ चाहिँ हतियार मेन हुनुहुन्छ। आजको हतियारले गर्ने कामहरू चाहिँ उहाँले गर्नुहुन्छ हाम्रो चेतन सरले। ठुलो ढुङ्गा ट्याक्कै आइपुग्यौँ है। अब चाहिँ हामी चाहिँ हेर्नु त चेतन सर ठुलो ढुङ्गा ट्याक्कै ठुलो ढुङ्गामा आइपुग्यौँ है। ठुलो ढुङ्गामा आइपुग्यौँ सर। ठुलो ढुङ्गा यो आर्ट पनि दामी बनाएको रहेछ। यो चाहिँ त्यो क्रसरले कसले बनाइदिएको भन्ने सुनेको थिएँ। कस्तो दामी बनाइदिएको छ ठुलो ढुङ्गा चाहिँ जे होस् यो आर्ट बनाइदिएको रहेछ। यहाँ राम्रो बुद्ध ध्यान गरेर बसिरहेको चराचुरुङ्गी उडेको घाम झुल्केको भन्ने बनाइदिएको रहेछ। एकदमै राम्रो केटाकेटीमा पिकनिक खाना आउने ठाउँ हाम्रो स्पोट मजाले आइन्थ्यो। ठुलो लाग्थ्यो पहिला यो ढुङ्गा अहिले त माटोले दबिएर साह्रै सानो भएको रहेछ। अब यही बाटो सिधै माथि माथि अझै माथि जाने भन्ने कुरो छ। यतिकै हो अब जान्छु बिस्तारै जाने बिस्तारै कहाँसम्म पुगिन्छ त्यहाँसम्म चाहिँ जाने। हजुर यति बेला कोही हुँदैन नि। अब नयाँ वर्ष होली यस्तो यस्तो बेलामा चाहिँ मान्छे थोरै हुँदैन। शनिबार हुन्छ सर यहाँ शनिबार मान्छे चाहिँ धेरै ठाउँबाट धरानतिरबाट तलतिर विराट चोक इटरीतिरबाट पनि मान्छेहरू आउनु हुँदो रहेछ यहाँ पिकनिक खानको लागि। जे होस् केराबारीले चाहिँ यो अब पुरानो इतिहास बोकेको हाम्रो ठाउँलाई चाहिँ संरक्षण गरेर अलिक व्यवस्थित गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। एकदमै पर्यटकीय क्षेत्र नै भएको छ। धेरै मान्छेहरू आउनुहुन्छ। झन् शनिबार कुनै चाडपर्वको बेला त झन् मान्छेको जमात बढिरहेको हुन्छ यहाँ। अब यसलाई छोडेर ठुलो ढुङ्गालाई छोडेर हामी बिस्तारै आफ्नो गन्तव्यतिर अगाडि बढ्दैछौँ। साथीहरू लाइन लागेर अगाडि हिँड्दै हुनुहुन्छ। यही बाटोलाई पछ्याउँदै हामी चाहिँ बिस्तारै झुलुङ्गे पुल माथि हाम्रो फेदीसम्म पुग्ने भन्ने कुरो छ। हेरौँ कहाँसम्म पुगिन्छ। खोले खोलाको बाटो जाने भन्ने कुरो चाहिँ गर्नु। हामी बिस्तारै अब जाँदै गर्छौँ। यहाँदेखि बाटो यस्तै हो अप्ठ्यारो हो खोलाको बाटो। त्यही पनि हाइकिङमा हिँडेको मान्छे हिँडेको हुनु त पर्यो नि त। के कसो दिलीप सर नितेश सरले दाउरा बोक्नुहुन्छ। चेतन सरले चाहिँ दाउरा काट्नुहुन्छ। काट्दै बोक्दै जानुपर्छ। हजुर सुन खोज्नु सर यहाँ त पहेँलै छ त नि। अनि 1 किलो आउँछ होला सर यहाँदेखि छानौँ त लु निकालौँ। यहाँ छ मेरोमा लु झिकिहालौँ त। यहाँ मैले त के चुएँ क्या भिजिरहेको त पुरै हो र होइन अर्को छ नि त मेरोमा त कहाँ चुइने त उता त्यो त चुइने छैन सर। पानी ननिस्किने गरेर सुकाएर राखेको छ। होइन सर पानी ननिस्किने गरेर सुकाएको छ अहिले भरे हेर्नु है। खुवाइ त मर चाहता हो नि यहाँ त के हो हजुर। ए यो झन् फेभरेट हो कहिले काहीँ त चल्छ नि त। हेलो के छ खबर सन्चै हुनुहुन्छ यता हेर्नु न सन्चै हुनुहुन्छ। ओ डाइट फेरि आजको डाइट हाम्रो त्यस्तै छ यो खाजा हो होइन। आजको खाजा हो सर धमाधम खाजा खाँदै हुनुहुन्छ।
अब खाजा खाएर पारिलो घाम लागेको छ खाजा खाइसके पछाडि मात्रै अनि हामी चाहिँ ओ एक्लै गले नि यहाँ आऊ न यहाँ आऊ न कहाँ बसेको हेर्नु त अनि पल्लो छेउमा अनि यहाँ आऊ यहाँ आऊ नि यहाँ के हो यस्तो यो जानै पर्यो सर अब यही हो खुवाइ चाहिँ खाजा ठिक छ खाजा खाइसकेर अब अस्तिर जाने एकछिन चाहिँ खाउँ होइन नेचर भनेको यस्तो छ क्या अब के हो नजारा के हो नजारा नेचर त नि यस्तो दामी अब बसना खोलाको साइडतिर आइपुगिसक्यौँ हामी झोलुङ्गे पुल जाने क्रममा चाहिँ बाटोमा हामी ठुलो ढुङ्गा कटेर बसना खोलाको साइड खाजासाजा खाइसकेर बसना खोलाको साइडतिर आइसक्यौँ यस्तो दामी नेचर छ नि हेर्नु त प्रकृति बलेको छैन अनि सब बलिरहेछ हेर्नु त खाजा खाएर पुरै जोस जाँगरमा नि सब धपक्कै बलेर अघि नुन खाएको कुखुरा जस्तो थियो अहिले त नि अनि तन्केर सबै चिल्लो भएर हिँडिरहेको छौँ है हामी यो हो नि त हो नेचर भनेको प्रकृति भनेको त यत्तिको होइन आमामा चरा उडेको हो नि त त्यहाँ कस्तो दामी आएको क्या अब यो हो नि त यस्तो डाँडा काँडा हरियाली हाम्रो केराबारीमा हुन्छ क्या यस्तो ठाउँ चाहिँ हाम्रो ठाउँमा हाम्रो सुन्दर ठाउँ सुन्दर नगरी केराबारी साथीहरू पुरै आउँदै हुनुहुन्छ यो हरियाली बालकुमार सर अगाडि जाँदैछौँ ए जाडो महिनामा हल्का तातो भइरहेछ फेरि चिसो पनि भइरहेछ त्यो पनि वातावरण यस्तो दामी छ कि खुलेको छ पुसको महिनामा दामी घाम लागेको छ रमाइलो भइरहेछ जे होस् रोड पनि रहेछ अहिले त नि राजा पुल त हामी खोलै खोला हिँडेको नि त होइन अहिले त कस्तो दामी बनाएको छ कि यो ठुलो रोड बनाएछ रोडै रोड सजिलो भयो क्या हामीलाई चाहिँ जे होस् खोला अब कता जुत्ता खोल्नु कि कता के गर्नु कि भन्ने समस्या भएन होइन छिटो पनि बाटो भएपछि त सहज रूपले ठ्याक्कै ठाउँमा पुगिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ छ अब एकछिन खाजा खाएर अलिकति जोस जाँगर निकालेको छौँ अलिकति अगाएको छौँ अब अगाडि बढ्दैछौँ साथीहरू पछाडि कोही साथी पछाडि कोही अलिक पछाडि आउँदै हुन्छ यस्तै छ जाँदैछौँ हामी है बाटोमा फेरि खोला तर्नलाई दामी पुल आइरहेछ क्या फेरि कस्तो दामी क्या ए लडिँदैन सुई जानु नि सुई नितेश अलि राम्रोसँग हिँड्यो त्यहाँ आम्मा सुपर एक्साइटेडहरू त तल आउँदैछ त अनि साथीहरू पुल तर्दै हुनुहुन्छ एक्साइटेड पुल अब हामी टक्क पुल तरेर पर कट्नुपर्ने भयो अवस्था चाहिँ होइन साथीहरू पुलबाट पारिपट्टि जाँदै हुनुहुन्छ पुल कटेपछि चाहिँ हामी पल्लो बाटोबाट माथितिर जान्छौँ भन्छ हाम्रो नितेश फेरि सुपर एक्साइटेडमा बसिरहेको छ जाउँ न साथी पुल कटेपछि चाहिँ पारिपट्टि पुग्छौँ अब साथीहरू पुरा यो दामी पुल बनाइदिएको छ पानीले नभिजोस् भनेर एकदम राम्रो अब हामी यो तरेर जान्छौँ बिस्तारै है ए बाटो त नि लास्ट डेन्जर छ त ओ जान्छ क्या हो आमा अप्ठ्यारो हुने रहेछ नि त नि अनि बिस्तारै त नि अनि ल अब पारिलो घाममा उकालो जाँदै कहाँबाट तर्ने हो साथीहरू कहाँबाट हो तर्ने चाहिँ कहाँबाट भन्ने त अलि माथिबाट होला जस्तो त अनि पुष्प सर खोइ त पट्नु भयो ए तरेर जानुभयो अब माथि खोज्दै जानु ऊ माथि हो अन्तिम चेप छ ढुङ्गाको जाउँ है पाखा चढ्दै जाउँ रियल हाइकिङ भइरहेछ आज चाहिँ जे होस् पाखा चढेर यस्तो रक क्लाइम्बिङ पो भइरहेछ त अनि यहाँ चढ्नुभयो होला यसमा चाहिँ दामी पुरै यो हो नि त आम्मामा के हो यस्तो अनि
साथीहरू त पुरै हामफालो त हो अनि हो सकिन्छ त बिस्तारै है जाला सक्छ जस्तो लागेन म त झोलुङ्गे पुल आयो राजा यो चाहिँ हाम्रो पुरानो झोलुङ्गे पुल फेदी भन्छ यसलाई चाहिँ झोलुङ्गे पुलसम्म आइपुग्यौँ हामी चाहिँ सरहरू पुरा पानी तर्नलाई जुत्ता खोली आउनु भएको छ हाम्रो सौगा ए साँच्चै खोला तर्नलाई अनि पानी नै तरेको खासमा चाहिँ खोलामा बगेको थियो पानी यहाँ हाम्रो सरको चाहिँ फर्स्ट एक्सपिरियन्स इभर सर 1 वर्षको भएदेखि अहिले 40 वर्ष होइन 30 वर्षको हुन्जेलसम्ममा पनि अहिलेसम्म नआउनु भएको ठाउँ आउनु भएको छ सुपर एक्साइटेडमा हुनुहुन्छ ठ्याक्कै आइपुग्यौँ हामी अब हामी एउटा हेर्नु है 12 वर्ष पुरानो जुत्ता चाहिँ यति ब्रान्डेड छ भने हाम्रो कात्तिको चप्पलको के औकात जक्सन हेर्दैछौँ हामी चाहिँ ठ्याक्कै कहाँ बस्ने भने अब त्यतिर बस्नुपर्छ होला अब ट्याक्क ठाउँ गरेर ओ दाउरा यहाँ पनि रहेछ है भेला पार्नुपर्छ यहाँबाट काँडाकुडुक झगडा झिग्री सबै अनि बस्ने एकतिर भनेको ए सर यतातिर जक्सन बनाऊ होला यहाँ अब राजा त्यसरी नै बस्छ सुपर एक्साइटेडमा पाक्दैछ उसले थापेको उसबाट जरुवा पानी थापेको के हो यो त नि यस्तो कपाल पुसमा जाडोले भन्दा नि बढी गर्मीले पुस गरिरहेछ साथीहरू पुरा जक्सनमा आफ्नो तालमा रमाइरहेछ कि म चाहिँ यहाँ फेरि यस्तो कमाउँदैछु यस्तो हुँदैछ है फेरि उहाँ चाहिँ फेरि अब त्यत्तिकै हो तपाईँको फेरि अहिले चलाउँदै हेर्दै नि फेरि चाक्दै गरौँ होला यो होइन हुन चाहिँ हो तर नगरौँ त्यस्तो हुँदैन मजा छ नि त मजा छ नि त यहाँ नराम्रो आएको छ है राम्रो आएको छैन उता बबाल छ के हुँदैछ ओहो सेट हाम्रो फेरि बिछौना चकटी जे भने पनि त्यही हो सरले अब 2 धुवा त नि अनि जहाँ गयो त्यहाँ आउँछ त अनि हेपेरै हो सर ए पल्टाउँ उछिटिन्छ पनि है हेरेर है राम्रोसँग दामी ट्याक हुँदैछ यहाँ पाक्दै छ ओ यसो स्प्राइट लिन जानुभएको छ सरहरू यो हाम्रो पाक्तावर त आइपुग्नुहुन्छ होला ठिक छ त साथीहरू फेरि मनोरञ्जनको लागि उहाँ पानी छेक्दैछ फेरि सबजना पुरा पानी छेकेर अब यसो नुहाउने सुहाउने भन्ने गर्दैछ आम्मामा कत्रो ढुङ्गा उठाएको बालकोमा सरले होइन नदेखाऊ हो बल नदेखाऊ गइन्छ ल अब यहाँ पुरा पानी छेकेर अब के गर्ने हो साथीहरू पानी चाहिँ एकदम सङ्लो छ क्या कस्तो दाम पनि फेरि यस्तो दामी हरियाली कस्तो फुलेको घाम लागिरहेछ चिरिक्कै फेरि चिसो भइरहेछ हावा अनि घामले चाहिँ फेरि पोलिरहेछ लुगा खोल्ने अवस्थामा पुगिहाल्यो अनि फेरि पाकिसक्न आँटेको छ उहाँ फेरि ढुङ्गाको फेरि के हो यो आजको जोस कहाँको जोस हो यो फेरि के को जोस देखाएको क्या आज फेरि उहाँ हेर न ऊ ल ठिक छ ल भाइब्स त यहाँ आउँछ नि त फेरि यो हो नि त नि अनि राजाहरू वेटिङमा फेरि भोक होइन भोक होइन नि अहिलेको ड्याक्क छ नि होइन तर खोइ सरहरू आउनु भयो नि त माथि जानुभएको त नि यसलाई के भन्छ यो एक्साइटेडलाई चाहिँ के भन्छ के भन्छ यो यसलाई के भन्छ के को एक्साइटेड हो यो के को एक्साइटेड ल ठिक छ ल ओके छ पाक्दै छ यहाँ केलाई भन्छ फेरि साट हेरौँ एकचोटि ल टक्क ओ माई गड ल यतिको चाहिँ हुनुपर्छ खुवाइ ल ठिक छ है दिलीप सर उहाँ पुरै घाममा तापेर खाँदै हुन्छ यता खुवाइ हुँदैछ यता हाम्रो सक्यो उहाँ कसको भाग हो फेरि तिम्रो भाग हो ल यो चिकन बन्दैछ है फेरि अहिले
दामी चिकन बन्दैछ। यता सर पनि एक्साइटेड हुनुहुन्छ भिडियो खिच्नलाई। सर पनि हुनुहुन्छ। साथीहरू उता के गर्दैछ भने धुवाले चाहिँ के गरौँ पुरै बन्दैछ दामी तरिकाले। एक्साइटेड रूपमा फेरि दामी ड्याम बन्दैछ यहाँ चाहिँ। राजाले चटपटे बनाइसकेको अवस्थामा भन्ने बुझेँ मैले। यता राजा पुरा सलाद काट्दै हुनुहुन्छ। चटपटे हाम्रो अघि रेडी भयो नि चटपटे? चटपटे अघि रेडी भइसक्यो। अबको लटमा भने चाहिँ ट्याक्क चटपटे सलाद चिप्स अनि डाम ट्याक ट्याक खाने हो। दिलीप सर ट्याक्क डाम हाल्दै गर्नुभएको छ। पुरै डाम दामी डमाएर यहाँ ट्याक्क रेडी भइसकेको छ। आमा फिल दामी आउँछ नि यसमा त फेरि सही भइरहेछ है हाम्रो चाहिँ। ल अहिले सर दामी बन्दैछ नि होइन? दामी दामी। ल साथीहरू खाँदै हुन्छ उहाँ पुरा मस्तसँगले। दिलीप सर यहाँ पुरै गर्दै हुन्छ। सर यहाँ खाँदै हुन्छ। पुष्सर पछाडि खाँदै हुन्छ। पुरै आराम गरेर खाँदै हुन्छ पुष्सर पछाडि। सर यहाँ बिन्दासले खाँदै हुनुहुन्छ। त्यो हाम्रो अब त्यो चाहिँ डाम बनाउने चटपटेसँग खाने भन्ने प्लान थियो। त्यो चाहिँ हाम्रो अन्तिम प्लान भयो। बन्दैछ खाँदैछौँ बन्दैछ खाँदैछौँ बन्दैछ। सरले पुरै व्यापक तरिकाले बनाउँदै हुन्छ फेरि एक्टिभ भएर। ल खाँदैछौँ है। म चाहिँ अब यहाँ मोराक यत्तिको यो चटपटे हाल्दैछु। त्यही हो क्या अब सब खाइसक्यो लाद्रो भएर सबले होइन। भाइब्समा गीत पनि गाइरहेछ। सबै विसर्जन गरेर हिँड्ने तयारीमा चल्यौँ हामी चाहिँ। खाइसक्यौँ भुँडी पनि भरियो पेट पनि फुल्यो भने सर आनन्दले। अब कस्तो भयो सर? बवाल भयो नि होइन? इनफ भयो नि होइन सर? दामी हान्यो नि होइन? फेरि उहाँले त नि फेरि हामीले त एक थोक खायौँ है। आम्मै सबै हौ। कुन चाहिँ छोड्नु? सर्वहारामा हौ अहिले त। सर्वहारी परे लास्टमा त सर्वहारामा परिरहेको के छ त? भयो नि राम्रो भयो नि होइन? ल के भयो अरे? मिजामै हो? मिजामै मारो यसले त नि अनि। ल ल ल ल पानी हालिदिउँ अब यहाँ सर। पानी हालिदिउँ अनि सकाउँ जाउँ अब। ल आजको यति नै हाम्रो चाहिँ हाइकिङ सक्यो। अब सकेपछि यो हामीले सबै युज गरेको सामानहरूलाई जलायौँ। जलाइसकेपछि पानी अनि पानी लगाइदिनु भयो सर। आगो त त्यति नछोडिदिउँ। ए एकछिन बलोस् न त। यो सकाएर अनि अब चाहिँ हामी फर्किन्छौँ। बेलुका घरमा ठिक्क टाइममा पुगौँ भन्ने कुरा हो। यति नै छ आजको। हेर्दै गर्नु होला। लाइक सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई। धन्यवाद सबैजनालाई। ल आजको हाम्रो हाइकिङ पनि सकिएको छ। हामी झोलुङ्गे पुलसम्म आइपुग्यौँ। झोलुङ्गे पुल जुन चाहिँ फेदी भन्ने ठाउँसम्म पर्छ। केराबारीको कदम खोलाको खोला अगाडि बढ्दै हामी ठुलो ढुङ्गालाई पनि उछिनेर अलि माथिसम्मै झोलुङ्गे पुलसम्म आइपुगेको थियौँ। राम्रोसँग हाम्रो आजको चाहिँ हाइकिङ बित्यो। राम्रोसँग हामीले मासु पकायौँ खायौँ होइन त सर? एकदम मजाले पकायौँ राम्रोसँग खायौँ ट्याक्क बित्यो। अब समयमै फर्क्यौँ भन्ने कुरा हो साथीहरूको। त्यही भएर हामी चाहिँ समयमै अगाडि बढ्यौँ। त्यति नै थियो आजको। सबैजनाले हेरिदिनु होला मन पराइदिनु होला। लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है। हस् त धन्यवाद। बाई बाई।